24 गतेको घटनामा संलग्न मान्छेहरू को चाहिँ कुनै जिकर नहुनु हैन उनीहरूलाई चाहिँ एरेस्ट गरिने हो कि नगर्ने हो अब प्रतिवेदनमै मौन छ नि त त्यो त त्यतिखेर अब धेरै कुराहरू भएको छन् हैन अब जेल तोडिएका कुराहरू पनि छन् कति हैन अब यो जे कुरा भएको छ त्यो कुरा सत्ता पक्षले पनि गल्ती गरेको देखिन्छ त्यो गल्ती गरेको मान्छेहरूलाई अब रातारात गिरफ्तार पनि गरियो अब त्यसमा मुद्दा चल्ला के होला त्यो अब सबै कुरा प्रमाणित होला नहोला एउटा ठाउँमा होला पछि कुरा तर त्यो देखिन्छ तर त्यो 24 गतेको कुरालाई नगर्दाखेरि चाहिँ बराबर हुनुपर्छ भन्छु म चाहिँ अब त्यो हाम्रो एउटा सम्प्रदायको तपाईको चाहिँ के अरे हाम्रो स्वाधीनता देश भन्ने एउटा मानक स्थापित गर्ने हाम्रो राष्ट्रियताको प्रतीकहरू धरोहरहरू जलेका छन् भत्किएका छन् अस्ति त्यहाँ गइयो त्यो पनि अब रोड भइरहेको जस्तो कस्तो लाग्यो विदेशतिर त्यो अहिले पड्किरहेको छ नि बम पड्केर ध्वस्त भएको भवनहरू कता कता क्लिपहरू देखिन्छ त्यस्तै प्रतीत हुने पहिला गृह मन्त्रालयको भवनदेखि लिएर सिंहदरबार प्रधानमन्त्री कार्यालय तीहरू तोडफोड आगजनी भएको अझै पनि छोपेर राखेको स्थिति रहेछ त्यहाँ त्योहरू देख्दाखेरि अब त्यो वितण्डा गर्नका लागि होइन त्यहाँ पनि त अगुवाई गर्ने त कोही त थियो होला उनीहरूलाई पनि फ्रेममा ल्याउनुपर्छ भन्ने मेरो चाहिँ भन्नु त्यो प्रतिवेदनमै नआउनुको कारण चाहिँ के देख्नुहुन्छ तपाईँले त्यही त भनेको त कोल्टे तरिकाले प्रतिवेदन चाहिँ तयार गरिएको जस्तो देख्छु के म सुरुवातमै नियतमै खोट थियो त्यसको ब्यालेन्स हुनु पर्यो नि त होइन समतल तरिकाले चाहिँ प्रतिवेदन तयार गर्नु परेमा कोल्टे तरिकाले प्रतिवेदन तयार गरेको